हेलो एभ्रिवान गुड मर्निङ। अनि तपाईँलाई यताको टाइम भन्नु पर्दा चाहिँ अहिले भर्खर 9 o'clock। अनि आज के भन्नु मन छ भने चाहिँ घाम लाग्दा घामै मनपर्ने, पानी पर्दा पानी मनपर्ने, क्लाउडी हुन क्लाउडी मनपर्ने, अनि जुन लाग्दा जुन मनपर्ने, त्यस्तो मान्छेहरू हुन्छ है। फर द्याट एक्जाम्पल चाहिँ के हो भने चाहिँ अब मान्छेलाई डिजायर भन्ने एउटा हुन्छ नि। अब त्यो चाहिँ कस्तो हुन्छ भन्दा चाहिँ सपोज तपाईँलाई मनले 10 रुपियाँ पाउँदैछ अरे, 10 रुपियाँ नपाएको बेला तपाईँले मनमा त अलिक इच्छुक त हुन्छ होला, अलिक सोच त्यस्तो खाले सोच त बोक्छ होला कि छ्या नपाएको भन्दा त महिनामा 10 रुपियाँ भएको पनि कहाँ खाने, त्यस्तो सोच छ। बट त्यो 10 रुपियाँ हामीले महिनामा पाउँदै गइसक्यो नि हामीलाई 10 रुपियाँबाट 1 रुपियाँको रुम रेन्ट, 2 रुपियाँको उता यता गर्दा अनि 3 रुपियाँ जस्तो सेभिङ राख्यो अरे उब्रेको कति 4-5 रुपियाँ हुन्छ। अनि त्यसले चाहिँ लुगा कपडा किन्यो है, कोलाई दिने छ बाँकी सब तिर्यो चुक्ता पुगिरहन्छ। तर भए पनि पुगेकै हुन्छ अब महिनामा खाने लाउने घुम्ने आफूले जति पुग्नेसम्म पुगिरहन्छ। तर भए पनि अलिक चाहिँ के हुन्छ भन्दा चाहिँ अलिकति थप्दियो भने के हुन्छ होला, 15 रुपियाँ 20 रुपियाँ। झन् म त्योभन्दा ज्यादा सेभिङ गर्छु, त्योभन्दा ज्यादा म लुगा किन्छु, त्योभन्दा राम्रो रुममा बस्नु पाउँछ, त्योभन्दा राम्रो खाने लाउने सबै पुगिरहन्छ सोच्छ मान्छेले होइन। 2-3 साल बाद 4-5 साल बाद 15-20 पुग्यो अरे, 15-20 पुगेर भए पनि 15-20 मा तिमीले 10 रुपियाँमा त्यति गर्दैछ भने त 15-20 रुपियाँ त निकै गर्छ। गाडी लोन लियो अरे, कुनै के गर्यो अरे, कुनै के गर्यो अरे, 2-3 वर्ष चल्यो अझै पुग्दैन अन्त। अझै ज्यादा कमाउँ, अझै ज्यादा कमाउँ, अझै ज्यादा कमाउँ कमाउनेबाट मात्रै हाम्रो सोच भएर चाहिँ हामीले के चाहिँ बिर्सिन्छ भन्दा चाहिँ अब जेनरल भन्दा चाहिँ हामीले म म्याक्सिमम जति फिलोसफीपट्टि नै बोल्छु होइन। आई लाइक टु टक इन फिलोसफी। त्यस्तो सोच ज्यादा गरेर चाहिँ हामीले चाहिँ धर्म गर्ने टाइम निकाल्नु पाउँदैन हो, त्यस्तो हुन्छ प्रब्लम चाहिँ। सपोज तपाईँको 10 रुपियाँ पाउँदैछ भने अनि 10 रुपियाँबाट 1 रुपियाँ जस्तो राम्रो मनले दान गरिदिनु, के होइन पनि गुम्पामा गएर संसार छेमीहरू बालिदिनु, कृषि गरिदिनु, अब आफैको लागि पनि राम्रै हुन्छ। अब सोच्नु सकेछ भने चाहिँ अस्ति भनेको जस्तो सबैको लागि यो पूजापाठ, यो दान, यो छुमी धुपबत्तीहरू गर्दैछु भन्ने त्यस्तो मन चाहिँ हुनुपर्छ। अनि त्यस्तो गरिछ भने चाहिँ त्यस्तो हामीले सोच्यो भए पनि पुग्ने सम्भावना हुन्छ।
अनि डिजायर इज नट अ गुड इन आवर हेल्थ होइन। डिजायरमा चाहिँ के हुनुपर्छ भन्छ हामी टिबिटियनबाट चाहिँ चोक्से भन्छ कि चोक्से भने तपाईँलाई चाहिँ जुन चाहिँ एमाउन्टले चाहिँ जुन चाहिँ चिजले चाहिँ तपाईँलाई चाहिँ ठिक्कै पुगिरहेछ अब त्यसमा सेटिस्फ्याक्सन हुनु क्या। जे चिज तपाईँकोमा छ त्यहीसँग सेटिस्फ्याक्सन हुनु भने चाहिँ त्यो चाहिँ सिक्नुपर्छ हामीले। अब म पनि त्यति